असफल भइसकेको संसदीय व्यवस्थालाई अन्त्य गर्दै हामीले अग्रगामी बाटो तय गर्नुपर्ने छ। त्यसका निमित्त पनि हामीले आफूलाई सुस्पष्ट गर्न जरुरी छ। त्यसका निमित्त हामीले फेरि पनि आफूलाई स्वचालित ढङ्गले साँच्चै हामी नेपाली भएर हामीले आफूलाई ठिक ठाउँमा उभिएर अगाडि बढ्नुपर्ने आज हाम्रो काँधमा जिम्मेवारी थपिएको छ। नेपाली आमालाई हामीले त्यही ढङ्गले चाहिँ हामीलाई दिशानिर्देश गरेको मलाई अनुभूत भइरहेको छ। आज जनीजीको सन्दर्भमा पनि धेरै कुराहरू यहाँ उन्ने गरेका छन्। आज यो प्रतिवेदनमा यो अवधारणामा पनि केही कुराहरू यहाँ आए। के देश यसरी नै चल्छ त? धनी धनी भइरहने, गरिब गरिब भइरहने, विदेशी बुढ नेपालमा बजारिरहने, नेपालका खोला नाला वन जङ्गलमा विदेशी नागरिक आएर अर्थनग्न प्रदर्शन गरिरहने, जो नेपालमा आए पनि हुन्छ, जे गरे पनि हुन्छ, यो अवस्थाका बीचमा आज हामी अगाडि बढेको हुनाले हामीलाई पनि सुस्पष्ट पार्न जरुरी छ। आजका समस्याहरू जसले निम्ताए तिनका विरुद्ध लड्न हामीले अब देशभित्र मात्रै विकल्प खोजेर सम्भव छैन। हामीले यो देशभन्दा यो हाम्रो टेरिटोरीभन्दा बाहिर जान जरुरी छ। आज विश्वमा जुन प्रकारको शक्ति सङ्घर्ष चलिरहेको छ, मैले अघि नै यहाँसँग निवेदन गरेँ कि हामीलाई जुन देशहरूले विदेशी हाम्रा मित्र राष्ट्रहरूले मसिनो ढङ्गले जुन ढङ्गले हाम्रो समाजभित्र पसे देशलाई बर्बाद बनाउन, आज त्यसलाई ठिक कसले गर्न सक्छ? यदि हामी सक्षम भएनौँ भने हामीले त्यसको सहारा लिन सक्छौँ, त्यसको सहयोग पनि मान्न सक्छौँ। आज विश्वमा मलाई लाग्छ तीनटा विश्व व्यवस्था छ। पुरानो विश्व व्यवस्था, नयाँ विश्व व्यवस्था र नयाँ र पुरानो विश्व व्यवस्था, तीनटा विश्व व्यवस्था छ। पुरानो व्यवस्थाको प्रतिनिधित्व अमेरिकाले गर्छ, के अरे पुरानो भनेपछि नयाँ र पुरानो व्यवस्थाको प्रतिनिधित्व रसियाले गर्छ। यसरी आज चाहिँ हामीले विश्व दृष्टिकोण पनि हामीले यो प्रतिवेदनमा पनि उल्लेख गरेका छौँ। यस ढङ्गले पनि हामीले आफूलाई ठिक ठाउँमा समयमा नै हामीले उभ्याएर हाम्रा देशलाई बर्बाद बनाउने ती शक्तिहरूलाई पनि हामीले त्यही ढङ्गले चाहिँ उनीहरूलाई साइडमा ल्याउन जरुरी पनि यहाँ देखिएको छ। किनभने आज तपाईँको चाहिँ विश्व ध्रुवीकरण भएसँगै हामी अब त्यही ढङ्गले आफूलाई तपाईँको चाहिँ स्पष्ट ढङ्गले हामीले उभ्याउन सकेनौँ भने सधैँ उनीहरूको गुलाम र चाकर र उनीहरूले ऋण दिन्छन्, अनुदान दिन्छन् भनेर हामीले देशलाई बन्द बनाइरहनु भनेपछि यसले ठुलो समस्या ल्याउने मैले देखेको छु। यसका लागि हामीले फेरि पनि जनशक्ति चाहिन्छ, यसका लागि फेरि पनि परिवार चाहिन्छ, समाज चाहिन्छ, देश चाहिन्छ। व्यवस्था त हामीले अनगिन्ती व्यवस्था फाल्यौँ, अनगिन्ती संविधान फाल्यौँ, बनायौँ, फेरि पनि हामी बनाउँछौँ ल्याउँछौँ, तर देशै रहेन भने हामी कहाँ जाने? त्यस कारणले गर्दा आज परिवार कसले ध्वस्त बनायो, आज समाज कसले ध्वस्त बनायो, आज परिवार जस्तो छैन, समाज जस्तो आज कसले नराख्ने स्थिति निम्तायो। त्यसका लागि पनि हामीले पछिल्लो समय नेपालमा एनजिओको बढी प्रवेशसँगै बहुदलसँगै यो समस्या निम्तिएकोले हामीले त्यसलाई पनि सबैमा चिर्न जरुरी छ। त्यस कारणले हामीले परिवार बचाउनका लागि, समाज बचाउनका लागि हामीले मानव हुनु जरुरी छ, मानव सभ्यताको विकास गर्न जरुरी छ। तर आज समलिङ्गी जस्ता विषयलाई युरोपियन युनियन, अमेरिका र संयुक्त राष्ट्र सङ्घले लगानी गर्ने, विश्व ब्याङ्कले लगानी गरेर आज जुन प्रकारको चाहिँ पुरुषका बिचमा, महिलाका बिचमा अनैतिक ढङ्गले तपाईँको चाहिँ विवाह गर्ने चाहिँ हाम्रो संविधान विरोधी काम भइरहेको छ। यसलाई पनि हामीले चाहिँ मनन गरेर गम्भीर ढङ्गले चाहिँ अध्ययन गरेर संसारको बिचमा के भइरहेको छ भन्ने कुराहरू हामीले बुझ्न जरुरी छ। मैले तपाईँहरूको बिच धेरै लामो समय लिने भन्दा पनि फेरि पनि तपाईँहरू मलाई लाग्छ यो देश बनाउनका निमित्त, यो राष्ट्र बनाउनका निमित्त आज जे विकृति विसङ्गति छन्, जे समाजमा आज समस्या उत्पन्न भइरहेका छन्, आज मानिसहरू नेपालमा भविष्य देखिरहेका छन्। अबको पुस्ताले नेपालमा भविष्य देखिरहेको छैन। भ्रममाथि भ्रम आफ्ना कर्तुल लुकाउन जुन प्रकारका दुष्प्रयत्नहरू भइरहेका छन्, त्यसको विकल्पको रूपमा आज समाजका हरेक तह र व्यक्तिहरूले विकल्पका बहस लगाइरहेको बेलामा हामीले पनि त्यसमा बहस सञ्चालन गरेका छौँ। मलाई लाग्छ यो बहसले जुन दिन निष्कर्ष पाउनेछ त्यो दिन नेपाली जनताले आजादी पाउनेछन्, देशले आजादी पाउनेछ। हाम्रा सबै देशी विदेशी प्रतिक्रियाले शक्तिहरूलाई हामीले एउटै खाल्डोमा हामीले त्यसलाई पुर्नेछौँ। त्यसका निम्ति तपाईँहरूले
ठुलो योगदान गर्न जरुरी छ। फेरि पनि मैले तपाईहरुलाई आग्रह गरे जुनगिरी र झाउँगिरी बन्न जरुरी छ। हामी जुनगिरी र झाउँगिरी जबसम्म बन्दैनौं तबसम्म देश बन्ने अवस्था छैन, किनभने अहिलेका दलहरुमा पनि हामीले संघर्ष गरेका छौं, आफ्ना कुरा राखेका छौं, तर पनि उनीहरु सुन्ने अवस्थामा छैनन् भने जस्तै अवस्था रहेकोले मलाई लाग्छ यहाँहरु सबै उपस्थित हुनुभएका महानुभावहरु विज्ञ हुनुहुन्छ, विद्वान हुनुहुन्छ, यहाँहरुका अमूल्य सुझाव र सहयोग यो देशले खोजेको छ। त्यसका निम्ति यहाँहरुको योगदानको र सहभागिताको अपेक्षा गर्दै मेरो भनाइ अन्त्य गर्छु। धन्यवाद।